नमस्कार, म मुकुन्द आचार्य, जिरे खोर्सानी कलाकार। म चाहिँ अहिले उद्यमी घरमा आइपुगेको छु। मेरो जेठान दाइ चाहिँ अमेरिकाबाट आउनुभएको हुनाले यहाँ केही उपहारका सामान किन्ने सिलसिलामा म यहाँ आइपुगेको छु। यहाँ चाहिँ धेरै प्रकारका कमसेकम नि हाम्रो नेपालका 60-65 जिल्लाबाट उत्पादन हुने सामग्रीहरू यहाँ चाहिँ उपलब्ध हुने रहेछन्। अब उपहारका सामानहरू भएदेखि होइन, अन्य खाद्य सामान, ढाकाका सामानहरू धेरै नै सम्पूर्ण यो 3 तलामा चाहिँ सबै खालका सामानहरू पाइने रहेछन्। अब हजुरहरू पनि यहाँ आएर चाहिँ सबै सामानहरू उपयोग गर्न अथवा लान, उपहार दिन सक्नुहुनेछ। अब हामी सबै नेपाली भएको हुनाले नेपालमै उत्पादन गरेको सामानहरू प्रयोग गरौँ। अब हामी विदेशी सामानहरू लगाउँछौँ, सकभर विदेशका सामानहरू नलगाइकन नेपालकै सामानहरू प्रयोग गरी आफ्नो नेपाललाई चाहिँ प्रोत्साहन पनि गर्नुपर्छ। यो उद्यमी घरभित्र पसिरहँदाखेरि यहाँको गर्ने व्यवहार चाहिँ असाध्यै राम्रो लाग्यो। यहाँको कर्मचारीको चाहिँ अनेक सबैको साथीहरूको चाहिँ बोली वचन होइन, अब यहाँ हामीलाई गर्ने व्यवहार चाहिँ साह्रै नै राम्रो लाग्यो हुनाले हजुरहरू पनि आइदिनु होला र हजुरहरू पनि खुसी भएरै जानुहुन्छ भन्ने कुरो मैले विश्वास लिएको छु। हस्त नमस्कार।